लोप्छेन धुन्पा पाठ 7 ngatsoi जिनखाङ दाङ केगेन हाम्रो कक्षा कोठा र शिक्षक ngatsoi लोब्दै नाङ जिनखाङ माङ्बो यो हाम्रो विद्यालय भित्र धेरै कक्षा कोठाहरू छन् जिनखाङ रेरे नाङ चोक्चे दाङ कुप्क्याक यो प्रत्येक कक्षा कोठा भित्र टेबुल र कुर्सी रहेको छ जिनखाङ रेरे नाङ नाकपाङ रेयाङ यो प्रत्येक कक्षा कोठा भित्र कालो पाटी पनि छ केगेन लाकी नाकपाङ तेङदु सायुक्खी हिगे टिगी यो शिक्षकले कालो पाटी माथि चकले अक्षर लेख्नुहुन्छ जिनखाङ ला घेउखुङ नि रे यो प्रत्येक कक्षा कोठामा 2 वटा झ्यालहरू छन् घेउखुङ धेताकी नाङ्ने लुङ चाङमा योङ्गी यो त्यो झ्यालहरूबाट सफा हावा आउँछ जिनखाङगी छिलोक्सु खेङिक लुग्नो रे सक्यो प्रत्येक कक्षा कोठा पछाडि फोहोर फाल्ने डस्टबिन राखेको छ ngatsoi जिनखाङ चाङमा न्यार्गी यो हामीले कक्षा कोठा सफा राख्छौं जिनखाङ चाङमा मान्यार्ना केकेनकी काक्योन नाङ्गी यो कक्षा कोठा सफा राखेन भने शिक्षकले गाली गर्नुहुन्छ ngatsoi लोब्दै नाङला केकेन सी यो हाम्रो स्कुलमा 4 जना शिक्षकहरू हुनुहुन्छ केकेन छे ngatsor जामक्योङ नाङ्गी यो शिक्षकहरूले हामीलाई माया गर्नुहुन्छ केगेन नाम्नी ngatsoi फामादाङ टावा हिन शिक्षकहरू हाम्रो बुबाआमा जस्तै हुन् केकेनगी ngasola हिगे टिताङ दाङ लोकताङ शिक्षकले हामीलाई लेख्ने तरिका र पढ्ने तरिका केच्या श्वेताङ सोक याराबकी कुन्चो छाङमा लोप्की यो कुरा गर्ने तरिका आदि सबै राम्रो बानी व्यवहारहरू सिकाउनुहुन्छ ngatsoi क्याङ केगेनला खुशाबदाङ चिकुरु हुगी यो हामी पनि शिक्षकलाई मान सम्मान र आदर गर्छौं ngatsoi लोब्दै टिग्लम कुन्चो सोक छाङमा याक्पो येचाङ हाम्रो विद्यालयको नियम व्यवहार सबै राम्रो भएको हुँदा छाङमे ngatsoi लोब्दर कापो छिकी यो सबैले हाम्रो विद्यालयलाई राम्रो गर्नुहुन्छ